यो अत्यन्तै सुन्दर दृश्य पान गर्न सकिन्छ यहाँबाट। यो देखिने गाउँलाई भालुटारदेखि यता मुक्ति डाँडा भन्छ, जसलाई यो मुक्ति डाँडामा बस्ने किराँत धर्मावलम्बीहरूको घरमा, हरेकको घरमा यो सुम्निसा फरफराइराखेको देखिन्छ। यतापट्टि पहिलो एउटा बिल्डिङ देखियो, यो बिल्डिङ चाहिँ सरस्वती माविको बिल्डिङ हो। उतापट्टि अर्को पनि पहिलो थोरै देखियो, त्यो पनि सरस्वती माविकै भवन हो। यो सरस्वती माविमा अहिले कक्षा 12 सम्म पढाइ हुन्छ र 11, 12मा पनि भाषा, किराँत लिम्बू भाषा पढाइ हुन्छ। त्यसरी नै यहाँ कृषि विज्ञान पनि, बाली विज्ञान पनि पढाइ हुन्छ र अन्य विषयहरू, सामान्य विषयहरू पढाइ हुन्छ। र आज म यहाँ मेरो हृदयकी रानी अर्धाङ्गिनीलाई हिँड्ने अभ्यास गराइराखेको छु। उकालो बाटोमा आउँदै हुनुहुन्छ, तलबाट बिस्तारै लट्ठी टेकेर आउँदै हुनुहुन्छ। कोसिस जारी छ, टोपी खोलेर, गर्मी भएको छ, ज्यान ठुलो भएको छ। यो ज्यानलाई घटाउने क्रममा उहाँ अब आजदेखि फिल्डमा निस्किनु भएको छ। यो यात्रा निरन्तर रहेमा यो शरीर अब 1 वर्षदेखि लिएर 2 वर्षभित्रमा स्लिम बनाउने उहाँको लक्ष्य छ। अहिले 80 केजीको हुनुहुन्छ। यो 80लाई 1 वर्षमा 70 र अर्को वर्षमा 60 केजीमा झार्ने उहाँको लक्ष्य छ। यो लक्ष्य बमोजिम उहाँले यो सबै कुरा उहाँले योजना मिलाएर गर्दै हुनुहुन्छ।